हेलो माई डियर फ्रेन्ड्स, नमस्ते। फ्यापुला सुप मोमो खाने हो? यस्तो मिठो मजेदार चिकन सुप मोमो। अब सर्दीको सिजन छ नि है, विन्टर सिजनमा यसरी खानु कस्तो मिठो हुन्छ। अनि मैले यो चाहिँ मोमो बनाएर राखेँ, चिकन मोमो। तपाईँहरूले जे बनाउँदा नि हुन्छ, जस्तो गर्दा पनि हुन्छ। भेज मोमो बनाउँदा नि हुन्छ, जस्तोको मोमो बनाउँदा नि हुन्छ। अन्त यो चाहिँ मैले सुप बनाएको, चिकन सुप। तपाईँहरूले भेज सुप, मटन सुप जे बनाउँदा पनि हुन्छ। अन्त यो जस्तो तपाईँले तरकारी बनाउनुहुन्छ त्यही किसिमले अलिकति पानी धेरै हाल्नुपर्छ, सुपी हुन्छ नि त। त्यसमा मैले सबै एक एकवटा गर्दै मैले काँचो मोमो हालिदिएँ। स्टिम नगरिकन यो काँचो मोमो हाल्नुपर्छ। अन्त मजाले उमाल्नुपर्छ, 10 मिनटसम्म उमाल्ने, फुल फ्लेममा, हाई फ्लेममा। यस्तो दामी हुन्छ। यहाँ हेर्नुहोस्, मजाले उम्लिँदैछ, भग 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 उम्लिँदैछ है। यस्तो दामी मिठो मिठो हुन्छ नि त। यो विन्टर सिजनमा खानुको लागि एकदमै बेस्ट हो। एकदमै सर्दी वाह च्वाट्टै हुन्छ तपाईँहरूको। अन्त यसरी सर्भ गर्ने, मोमो फुट्छ भनेर तपाईँले टेन्सन नलिने पनि हुन्छ। एकदमै राम्रो दामी हुन्छ। यहाँ हेर्नुहोस् कति राम्रो खाउँ खाउँ लाग्यो है। थ्याङ्क यू फर वाचिङ।